आज चाहिँ हामी धेरै समयपछि यसो घरबाट बाहिर निस्केका थियौँ। अनि मलाई चाहिँ यहाँ गएपछि एउटा स्लो मोसनमा एउटा टिकटक बनाउनु पर्यो भनेर बनाउन लागेको थिएँ। अनि बनाउँदा बनाउँदै मलाई मात्रै बनाउन मन लागेन। अनि हामी 4 जना गएको थियौँ। म यस्तो धेरै सुन्दर अनि धेरै रमणीय ठाउँ। यो चाहिँ मेरो घरदेखि अलिकति माइती घरदेखि अलिकति नजिकै छ। अनि यहाँ नगएको पनि हामी धेरै भएको थियो। अनि त्यस पछाडि फेरि अनि ल नि त जाऊँ घुमेर आऊँ भनेर निस्क्यौँ। अनि निस्किसकेपछि मेरो भिडियो बनाउँदा बनाउँदै अलिकति दिदीले चाहिँ क्यामेरालाई भुइँतिर फोकस गर्नुभएछ। अनि मैले चाहिँ फेरि ल ल तपाईँको पनि बनाउने भनेर भने। ल नि त मेरो पनि भनेर दिदीको पनि स्टार्ट गऱ्यौँ। यो चाहिँ मेरो प्रमिला दिदी हो। अनि उहाँको पनि यसरी नै घुमेर बनाउने भनेर मैले चाहिँ भनेँ। अनि उहाँले घुम्नलाई जाँदै हुनुहुन्छ। अनि यो चाहिँ मैले नै क्यामेरा समातेको थिएँ। अनि उहाँ घुम्दै हुनुहुन्छ खुसी हुँदै ह्याप्पी छ, हामी ह्याप्पी छौँ सबैजना। अनि नेक्स्ट त्यसपछि मेरो बाबु गएको थियो। यो चाहिँ दिदीको छोरा, उसको नाम चाहिँ निर्मल। अनि ऊ पनि जाँदैछ पुरा चस्मा बोकेर, हातमा फोन बोकेर, ब्याग भिरेर हिरो भएर जाँदैछ। अनि ऊ चाहिँ अब फेरि अलिक पर स्लो मोसनमा गइरहेछ होइन। अगाडि पोखरी पनि छ। अनि पुरा त्यहाँ पोखरीमा पुग्छ अब घुम्नलाई रेडी हुँदैछ पुरा हात भिजाएर। सकियो अनि त्यस पछाडि फेरि अर्को बहिनी पनि जाँदैछन्। ऊ चाहिँ मेरो बहिनी कमला। अनि ऊ पनि जाँदैछन्। उनी चाहिँ अब घुम्छिन् होला सायद, मलाई घुम्छिन् जस्तै लागिरहेछ। हेरौँ है त गाइस के गर्छिन्, घुम्छिन् कि घुम्दैन। अनि हाम्रो स्टेपहरू चाहिँ कसलाई मन पर्यो, यदि मन परेन भने पनि कमेन्ट गर्नु, सेयर गर्नु है त। बाई बाई।